दिन्छ अलगैदेखि हेर्छन्। 8 दिन पूरा भएर आज 7 गते आज सेट कर दिया। बिहाको दिनदेखि नै यसको थुन थियो हैन, ठुलै अनि ठुलो थन थियो। हामीले त्यति वास्ता गरिन, त्यो अब आफै हराइहाल्छ कि भने गरौँ। तर एक दिन 5 दिनपछि यो बसिराखेको बेलामा त्यो थुनबाट आफै दुध निस्केर भुइँमा पोखेको देख्यौँ हामी। अनि डाक्टरलाई सम्पर्क गरेपछि डाक्टरले कोशी गाउँपालिकाबाट एउटा डाक्टरले लिएर आउनुभयो। अनि उहाँले फोटो तानेर जिल्ला पठाउनु भयो। अनि जिल्लाबाट फेरि त्यो किनेश्वर मेहताहरूको टिमै आउनुभयो गाडी लिएर। उहाँहरूले हेर्नुभयो अनि उहाँहरूले नै नर्वा डायरीमा गएर कोही रिपोर्ट गर्नु के उहाँहरूले हाल्नुभयो। त्यसपछि त मान्छे त यहाँ आउनको हुन्चो लागिहाल्यो। उहाँ फुल छँदैछ, फुल पानी धुप सबै दिएर अनि जानुभयो। हजुर, मेरो नाम जयप्रकाश मेहता हो, घर मधुवन बरा क्षेत्र 11 नम्बर वार्ड। अनि यो कृत्रिम गराएको होइन, साडी लगाएको होइन, त्यो सुईबाट नै भएको यो ठ्याक्कै 9 महिना 10-12 दिनमा जन्मेको यो बच्चा हो। अब यहाँ भाइरल हुने बित्तिकै मान्छेहरू आउन थाल्यो, भिड हुइचो लाग्न थाल्यो, आएर पूजासुजा गरेर जानुहुन्छ मान्छेहरू। हामीलाई थाहा थिएन, बिहाको 5 दिनपछि हामीले 6औं दिनमा बसिराखेको बेलामा यसको दुध निस्केर भुइँमा पोखिराखेको थियो कि। त्यसपछि म डाक्टरलाई सम्पर्क गरेँ, जसले यो बच्चा निकाल्यो त्यसलाई सम्पर्क गरेँ, जसले भ्याक्सिन हालेको थियो त्यसलाई सम्पर्क गरेँ। त्यसलाई सम्पर्क गरेपछि त्यो कोशी गाउँपालिकाको एउटा डाक्टरले लिएर आयो। हाँ तो टाइट डाले तो नून पानी से सेक लिए तब एक टिकी ले लगा आपने आफै तो डाक्टरले नुन मन तातो नुन पानीमा नुन हालेर निस्किरहेको यो देखले कालो देखले यो दुध निस्किरहेको यो होइन, यो भिडियो होइन, यो भिडियो त हामीले हेरेको यसमा दुध निस्किरहेको 45,000 मा गाई चाहिँ नै बछातरमा लेरु थियो लागेको। यता लाउँदाखेरि 3-4 महिना हामी दुध खाएँ। त्यसपछि चाहिँ नै यो गाई पाल खायो। पाल खाएपछि सुया लगाएँ डाक्टरबाट। अनि सुया लगाउँदाखेरि यसले बिहाको चाहिँ नै बाछी भयो। बाछीमा पनि चाहिँ नै यस्तो घटना भएको छैन। दुध चाहिँ नै अब बाछीले पनि दिन थाल्यो, दुध चुर्न थाल्यो। अनि डाक्टरले बोलाएँ, डाक्टर आयो। डाक्टरले पनि अलिकति दुध गाडेर सिसाको ग्लासमा लिएर रिचार्जमा लगेको छ। फोटो एक्सरे यो बाहिरबाट मान्छे चाहिँ धेरै आउँछ, मेला जस्तै लागिराखेको हुन्छ यहाँ। अब बच्चालाई पनि बचाउन धौधौ परिराखेको छ, सबै हेर्न आउँछ, पूजा गर्छ, कोही 2 टका चढाउँछ पनि, 5-10 दिन